उहाँको नम्बर त्यसको नम्बर त मसँग छँदैछ राजेशको त होइन त्यही मैले भने त्यही राज हो भने चाहिँ त्यसको नम्बर त मसँग छँदैछ होइन बाँकी रमेशको छँदैछ अब तपाईँको वाइफको नाम के हो र तपाईँहरू कुन के अरे मरङ केराबारी कन्दामा सबै के अरे पासपोर्टको फोटोकपीहरू छ भने मलाई दिनु मैले तत्कालै यही बहिनी है उसले पठाएको भनेर उसलाई मैले देखाएर त्यहाँदेखि फेरि अहिले उनीहरूसँग फेरि म कोर्टेज गरेर के गर्नुपर्ने कसो गर्नुपर्ने त्यहाँदेखि तिनीहरूले मलाई म टाइम दिन्छु तिनीहरूलाई टाइम दिन्छु म 5-7 हप्ता दिनको टाइम दिन्छु तिनीहरू हप्ता दिनमा तिनीहरूले निकाल्न सकेन भने त्यहाँदेखि तिनीहरूलाई कानुनी हिसाबमा कसरी के गरेर जाने तपाईँलाई म त्यो आइडिया तपाईँलाई म दिन्छु है त बुझ्नुभयो म पासपोर्टको फोटोकपी पठाइदिन्छु उसको पासपोर्ट फोटो पठाइदिनु म अहिले तत्कालै त्यो राजेशलाई म र त्यो रमेशलाई अहिले भने राजेश त कति अस्ति हिजो हेरेको मैले कति दिन भयो त्यसलाई अफ छ त्यसको वाट्सएप ठिकै छ केही छैन त्यो कन्ट्याक्टमा आइहाल्छ र पनि म त्यो दुईजनै एकदमै स्लो कुदाउनु पर्ने छ पानी आज पानीले गर्दाखेरि एकदमै स्लो गाडी कुदाइरहेछु मैले है आज ड्युटी सायद अफ हुन्छ होला हौ मेरो यस्तो पानी छ नि यस्तो आमामा केही देखिनु मान्दैन त हौ गाठी पानीले त हेलो हाई दर्शक नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज फेरि पनि स्वागत छ तपाईँहरू सबैजनालाई र आजको यात्रा पनि एकदमै पानी परिरहेछ र पानीको पर्दा पर्दै यात्रा गर्दाखेरि पनि फेरि पनि अचानक एउटा पीडित बहिनीले मसँग खबर आएको थियो है र उहाँको परिवार उहाँको आफन्तले मलाई फोन गरेर उहाँको हस्बेन्डले मलाई फोन गरिरहेको थियो मेरो मान्छे समस्या पऱ्यो सर उद्धार गरिदिनु पऱ्यो भनेर है र मैले उहाँको सबै डकुमेन्ट मागेको छु र उहाँको चाहिँ के भएको रहेछ भन्दाखेरि तपाईँको आफन्तबाट चिनानबाट नै आएको भन्दा पनि कोही साथीभाइबाट चिने चाहिँ एजेन्टलाई चिनाइदिएको रहेछ पश्चिमको एजेन्टहरू जुन राजेश दलाल रमेशहरू भन्नेबाट चाहिँ आएको रहेछ होइन यिनीहरू भनेको एकदमै खत्तम दलाल हो है मान्छे बेच्यो खायो हिँड्यो त्यो केटाको हो यिनीहरूबाट मैले धेरैजनालाई यिनीहरूले पठाएको मान्छे मैले 2-3जनालाई उद्धार गरेर पठाइदिएको छु होइन सो फाइनली आज फेरि तिनीहरूको समस्या लिएर आएको छ र एकजनाहरूलाई त मैले ठेगानमा लगाएकै हो एकजना जेलमा गएकै हो होइन र पनि त्यो फेरि धलोटी निकालेर त्यो निक्लेको छ जेलबाट होइन र पनि केही छैन फेरि पनि यिनीहरू आइ नै हाल्छ ठेगानमा होइन सो त्यो भएर मैले चाहिँ उहाँको जुन अहिले पीडित भएको बहिनी दिदी के हो कि बहिनी हो थाहा भएन र उहाँको परिवार चाहिँ मसँग कन्ट्याक्ट आइसकेपछि मैले उनीहरूलाई ठिकै छ मैले सक्ने सहयोग गर्छु भनेर मैले उहाँलाई वचन दिइसकेको छु र म उहाँलाई जसरी भए पनि त्यो एजेन्टलाई सम्पर्क ल्याएर के हो कसरी हुन्छ नेपाल झिकाउने वातावरण म त्यसरी गर्छु सो त्यही भएर म पानी पर्दा पर्दै पनि म ड्युटी जानेछु र आज ड्युटी हुन्छ भने त्यो थाहा भएन तर म उहाँको लागि चाहिँ मैले केही पहल चाहिँ गर्छु नै है अनि उहाँको बुढाबाट चाहिँ सबै कुराहरू मैले सुनेँ होइन उहाँ आएको लगभग 13-14 महिना भइसकेको रहेछ होइन बाँकी 6-7 महिना रहेछ एकदमै गाह्रो भएर बिरामी भएर चाहिँ समस्या भएर चाहिँ त्यो चिजहरू भएको रहेछ केही छैन म उहाँको लागि मैले सक्दो कोसिस गरेर चाहिँ पहल गर्नेछु र मैले सक्ने गरी उहाँलाई उद्धार गर्नेछु भन्दै तपाईँमा मैले केही कुराहरू राख्ने पाएँ र उहाँसँग जस्तो बोलेको छ त्यही कुराहरू मैले तपाईँलाई राखिदिएको छु अहिले भरे म मेरो युट्युब च्यानलमा देखाइहालेको छु र त्यो दलालको पनि फोटो भेटायो भने म त्यो दलालको फोटो पनि लाउने नै छु होइन हुन त त्यो दलालको फोटो मैले एकचोटि फेसबुकमा हालेको थियो र फेसबुकमा हालेपछि पछि फेरि उहाँको मान्छेलाई मैले उद्धार गरिसकेपछि फेरि अब फोटो किन राख्ने अर्काको होइन जुन मैले भनेको कुरा मानिसकेपछि फेरि किन राख्ने भनेर चाहिँ मैले उहाँको फोटो हटाइदिएँ सो फाइनली फेरि त्यो फोटो मसँग होला नै मैले त्यो फेरि खोज्छु त्यतिको फोटो रहेछ फेरि म लाउँछु तपाईँले चिनिहाल्नुहुन्छ होइन त्यही भएर चाहिँ एकदम दिदीबहिनीलाई भन्छु विचार गरेर आउनु यहाँ मान्छे बेचिसकेपछि कसैको केही पनि लाग्दैन भनेर बारम्बार भन्छु मान्दैन हेर्नुहोस् पानी पनि एकदमै पहिला ठुलो होइन यस्तै छ तपाईँलाई म हालेको जति पनि है तपाईँले हेरेर भिडियो हेरेर चाहिँ साथ दिनुहोला एकदमै पानी ठुलो परिरहेछ केही पनि देखिँदैन होइन एकदम अँध्यारो हुने गरी पानीको बर्सात भएको छ त्यसरी नै पानीको बर्सात भयो भने फेरि जाडो महिना लम्बिन्छ एकदमै ठिक छ म त भन्छु यस्तै होइसिरहोस् कुवेतमा यसरी नै महिनैभरि अर्को महिना पनि माघ भर्खर 3को महिना रहेछ होइन 4-5को 6को महिनामा चाहिँ यस्तो हुनुपर्ने होइन 6-7को महिनामा चाहिँ यस्तो पानी परेर चाहिँ चिसो भयो यस्तो मौसम भइदिएको चाहिँ आनन्द हुन्थ्यो होला है पानी एकदमै ठुलो परेको छ एकदमै यो 2-3 दिन भइसक्यो पानी परेको एकदमै पानी ठुलो परेको छ है तपाईँले देखाउनुभयो होइन पानीको एकदमै ठुलो छ अब जाँदैछु
त्यही नै हो उहाँको पीडित सम्पर्कमा आइसकेको छ उहाँको पीडितको आफन्त बुढा र उहाँ एकदमै समस्या हुन्छ उहाँलाई जसरी म निकाल्ने कोसिस गर्छु उहाँको बुढालाई मैले सम्झाइसकेको छु टेन्सन नलिनु भनेर उहाँले हामी निकाल्छौँ है त ल अब बिदा पनि हुनुपर्छ होला है पानी एकदमै परिरहेछ पानी धेरै परेकोले हल्ला गर्दा घर बनाएर जरुरी छैन त्यसले भन्दै तपाईँ मान्छेसँग म बिदा हुन चाहन्छु र भरे चाहिँ दलालहरूसँग कुरा गरेको र उहाँसँग कुरा गरेको त्यो म लाउने छु सबैजनाले लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला र कमेन्ट भन्दै तपाईँमा आज म बिदा हुन चाहन्छु हस् त दर्शक नमस्ते फेरि भेटौँला भोलिको नेक्स्ट ब्लगमा है त हस् त बाई हेर्नुहोस् आजको मौसम यस्तो छ है त पानी पर्दा अनि त्यो उहाँ मैले यहाँबाट चाहिँ पैसै दिन्छु होइन हजुर रिटर्न गरिदिनुहोस् उसको साउनीलाई नै कुरो गर्दाखेरि 1 महिना 3 महिनासम्म के अरे मोबाइलै खोसेर राखिदियो हजुर अनि उपचार गर्नु के उपचार गरिदिनु कि यता वापस गरिदिनु मान्छेलाई भनेको हजुर मैले किनेर ल्याएको मान्छे हो यस्तो यस्तो गर्नु म कन्ट्याक्ट नपुगिकन म दिँदैन भन्ने भयो होइन काम गर्नु सक्दैन भने कसरी चाहिँ गर्छौ त भन्दाखेरि गर्छ उसले गर्नै सक्दैन अब यहाँ सुन्ने है अब अघि त्यो राजलाई चिन्ने हो नि त पहिल्यैदेखि मसँग यिनीहरूलाई त पहिल्यैदेखि मसँग टार्गेटमै हो यिनीहरू त होइन हजुर टार्गेटमै हो यिनीहरूबाट फसेको मान्छेलाई मैले धेरै वर्ष अब यो अघि रमेशलाई पनि यसको साथीलाई पनि अघि मैले फोन गरेर भनेको छु त्यसलाई स्कुरुक्क सम्पर्क आइज भन्नु होइन भने मैले के गर्नुपर्ने कुन तरिकाले अगाडि बाहिर चाल्नुपर्ने त्यसलाई राम्रोसँग थाहा छ भनेर भन्दै ठिकै छ म कुरा गरिदिन्छु भन्यो है अनि मैले ठिकै छ जसरी पनि सम्पर्क आउनु पऱ्यो राजेश अरू म केही जान्दिनँ भोलि नभए कानुनी प्रोसेसले मैले प्रोसेस गर्नु पऱ्यो भने फेरि त्यसले नराम्रो चोटले फेरि दुःख भोग्नुपर्छ भनेर मैले त्यसलाई भनेको छु होइन अनि हिजो त्यो पवित्र भन्ने बहिनी चाहिँ हिजो चाहिँ मसँग चाहिँ अब को बहिनी हो मसँग फोन चाहिँ कन्ट्याक्टमै आएको थियो मैले उसलाई भने पनि होइन म त सोचिरहेको थिएँ कि यो पूर्व पश्चिमतिरकै बहिनी होला भने अनि अघि पो कुरा हुँदाखेरि झापाको भन्दाखेरि पूर्वको भन्दा केराबारी भन्दाखेरि म त छक्क परेँ होइन त छक्क परेँ म त केराबारी भन्दाखेरि अनि कसरी पुगेँ त त्यो केराबारीको मान्छे पश्चिमको त्यो दाङ त्यसको त्यहाँको चोर सुनुवारसँग त्यो फटाहरूसँग चाहिँ कसरी गयो त भने मजामा लाग्यो अनि मैले त्यही भएर पनि अघि मैले भनेको छु ठिकै छ मलाई उहाँको परिवारसँग कुरा गर्नु दिनु र एजेन्टको उहाँको नाम त्यो जुन अहिले तपाईँको वाइफको नाम के हो दिनु म रमेशलाई अघि मैले फोन गर्दाखेरि चाहिँ मलाई त्यो कहाँको बहिनी रहेछ मलाई एकचोटि दिनुहोस् म कुरा गरिदिन्छु नि त भन्यो यिनीहरू एउटै ड्याङको मुलाङ हो यिनीहरू त मैले फोन गरेपछि यिनीहरू कन्ट्याक्टमा आइहाल्छ यिनीहरू भाग्दैन कुरा बुझ्नु भएन अनि त्यो भएर गर्दाखेरि मैले अब तपाईँलाई के भन्नु खोजेको भन्दाखेरि अब तपाईँले मलाई त्यो राजेशको फोटोहरू छ भने फोटो पठाइदिनु पऱ्यो फोटो त पहिला मैले फेसबुकमा हालेको थियो पछि फेरि तिनीहरूले मान्छे मिली मतमा आएपछि मैले डिलिटहरू गरिदिएको त्यो फोटोहरू चाहिँ त्यसको फोटो चाहिँ मसँग छैन होला अहिले त्यो सुनुवार हो तिनीहरू है अनि उहाँको नम्बर त्यसको नम्बर त मसँग छँदैछ राजेशको त होइन त्यही मैले भने त्यही राज हो भने चाहिँ त्यसको नम्बर त मसँग छँदैछ होइन बाँकी रमेशको छँदैछ अब तपाईँको वाइफको नाम के हो र तपाईँहरू कुन के अरे मोरङ केराबारी कन्दामा सबै के अरे पासपोर्टको फोटोकपीहरू छ भने मलाई दिनु मैले तत्कालै यही बहिनी है उसले पठाएको भनेर उसलाई मैले प्रुफ देखाएर त्यहाँदेखि फेरि अहिले उनीहरूसँग फेरि म कोटेज गरेर के गर्नुपर्ने कसो गर्नुपर्ने त्यहाँदेखि तिनीहरूले मलाई म टाइम दिन्छु तिनीहरूलाई टाइम दिन्छु म 5-7 हप्ता दिनको टाइम दिन्छु तिनीहरू हप्ता दिनमा तिनीहरूले निकाल्न सकेन भने त्यहाँदेखि तिनीहरूलाई कानुनी हिसाबमा कसरी के गरेर जाने तपाईँलाई म त्यो आइडिया तपाईँलाई म दिन्छु है त बुझ्नुभयो म पासपोर्टको फोटोकपी पठाइदिन्छु उसको पासपोर्ट फोटो पठाइदिनु म अहिले तत्कालै त्यो राजेशलाई म र त्यो रमेशलाई अहिले भने राजेश त कति अस्ति हिजो हेरेको मैले कति दिन भयो त्यसलाई अफ छ त्यसको वाट्सएप ठिकै छ केही छैन त्यो कन्ट्याक्टमा आइहाल्छ र पनि म त्यो दुईजनै दलाललाई चाहिँ म हजुर एउटा कुरो सर अब मैले चाहिँ के भन्नु खोजेको थिएँ भने नि हजुर हजुर उसलाई चाहिँ अब मैले त्यहाँबाट बाहिर निस्किएर एम्बेसीमा चाहिँ पुरा ट्याक्सी पक्रेर हुँदा नि त पुगोस् निस्कि भनेको छु कि 10 तारिक 12 तारिकसम्ममा 12 किनभने उसको हालत मेन कुरा चाहिँ के छ भने मान्छे अब उपचार गर्नुपर्ने भएको छ उपचार गर्ने अब उहाँ गरिसक्यो अब अझ 7-8 महिना छ अनि 7-8 महिनामा त मान्छे त सिदिन्छ नै होला
अब तपाईँलाई म यो WhatsApp नम्बर पनि के अरे यहाँ पासपोर्ट फोटोकपी पनि पठाइदिन्छु, उसको हालतहरू पनि म पठाइदिन्छु। ए फोटो त्यो पनि पठाइदिनु र त्यो राज त्यही राज हो कि घरि राज भन्छ घरि राजेश भन्छ, म कन्फ्युज भइरहेको छु नामहरूबाट पनि है। मसँग कन्ट्याक्ट भएको यिनीहरू एउटै ब्याङ्कबाट पसिङको भन्ने थियो, मैले बुझिहालेँ। त्यहाँको दलाल भनेको दुईजना रमेश राज सोनी सुनवार हो त्यो के अरे राकेश सुनवार हो हो पुर्के मोटे मोटे छ नि त। मोटे मोटे हो त्यही ठिकै छ, त्यही रहेछ तिनीहरू नै हो। र पनि त्यो अर्को नम्बर राखेको छ कि त्यही भएर चाहिँ मलाई त्यो नम्बर पनि दिनु होइन, नम्बर पनि दिनु। नम्बर होइन उनीहरूको ऊ त्यो त्यसको नम्बर एउटा थियो मसँग, त्यो उहिलेदेखि नै ब्लक बन्द गरेको छ कि स्विच अफ गरेको छ त्यो। त्यही नम्बर पठाउनु, त्यही नम्बर हो कि मसँग भएको पनि एकचोटि त्यो नम्बर पनि दिइराख्नु न, म चेक गर्छु कि। अनि त्यसलाई म अहिले तिनीहरूलाई त म अहिले भएको तत्कालै अहिले त्यो रमेशलाई त मैले अघि भनिसकेको छु, त्यसलाई जसरी सम्पर्क ल्याउने काम गर भनेको छु मैले, त्यसले हुन्छ म ल्याइदिन्छु नि भनिरहेछ। अनि ल्यायो भने दुई तिनजना रहेछ कि यिनीहरू दाजुभाइ काका भतिजो के मैले बुझिसकेँ। यिनीहरू त यो राज सोनी भन्ने एउटा त जेलबाट भर्खर निक्लेको छ, राज सोनीको दाइ चाहिँ हो त्यो चाहिँ हो अरे के मेन चाहिँ त्यो चाहिँ हो पठाएको चाहिँ, त्यो जेलमा पस्यो भनेर कुरा गरेँ कि मैले त्यो सम्पर्क गर्दाखेरि चाहिँ। जेलबाट निक्लिसकेको छ, जेलबाट पानी खतरा परेको छ नि त, पानी चाहिँ बवाल परेको छ क्या। हाम्रो यत्रो स्पिड वाइपर चलाउँदाखेरि पनि पानी काट्नु मान्दैन। कत्रो पानी परेको जस्तो थाहा भयो होला नि केटाहरूले होइन, कुबेत पानी कस्तो पर्छ भनेर।